म त्यति साह्रो जान्ने बुझ्ने त होइन। अनि अब मेरो भाग्य होला 2002 लोर रालेमा पनि चाहिँ एक हप्ताको लागि विश्व शान्ति महायज्ञ पूजा गरेर त्यति बेला पनि नेपालबाट महागुरुजी 75 इयर्स ओल्ड एकदमै महान गुरुजी पण्डित निम्त्याउनु भएको थियो। अनि उहाँको साथमा एक हप्ता जस्तो मैले उहाँको मुखबिन्दबाट पनि अनि यसरी हिन्दू धर्मको अमृत धर्म सुन्नु पाएँ, मौका पाएँ। अनि 2003 में फेरि पर लिम्बुङ पथाङमा पनि त्यस्तै विश्व शान्ति महायज्ञ पूजा लगाउनु भएको थियो। त्यहाँ पनि एक हप्ता जस्तो मैले पार्टिसिपेट गरेँ। अनि 2014 में यहाँ तल पक्लेमा विश्व शान्ति महायज्ञ पूजा एक हप्ता जस्तो भएको थियो। र आज यो चाहिँ मेरो जीवनकालमा 14औं पल्ट हो। अनि आज म आफै एकदमै भाग्यमानी हो भनेर म ठानिराखेको छु। तर मेरो नेपाली भाषा त्यति साह्रो राम्रो छैन। अनि म अगाडिदेखि तपाईहरुको क्षमा माग्छु है, कतिवटा कुरा गल्ती भएर जान्छ होला। किनभने त्यतिखेर फर्स्टमा चाहिँ 75 इयर्स पुगेको पण्डितजीसँग दर्शन पाएँ। आज त म त एकदमै म आफै फिल भइरहेको छ। म 25 वर्षको आफै म 25 वर्षको उमेर होला भनेर। किनभने यति राम्रो विद्वान हाम्रो गुरुजी है, यति साह्रो यङ, यति साह्रो ह्यान्डसम है। उहाँको यहाँ छेउमा बसेर उहाँको मुखबिन्दबाट यस्तो गणेश भगवानको अनि कथा अमृत वचनहरू सुन्नु पाउँदाखेरि मलाई एकदमै मनमा आनन्द अनि भइराखेको छु। यो एउटा पूर्व जन्ममा मैले राम्रो पुण्य गरेको थियो रहेछ भन्ने म आफैले मनमा महसुस भयो। म अहिले 60 वर्ष पुग्दैछु, तर मन चाहिँ 25 वर्षकै बस्दछ। मन कहिले बुढो हुँदैन रहेछ। यो मन बुढो नहुने कारण नै हाम्रो मन चाहिँ मर्दैन रहेछ। हामी रूप फेर्छौँ, हामी बुढो हुन्छौँ, हामी बोजू हुन्छौँ, बुढाबुढी हुन्छौँ। 80-90-100 वर्ष पुगेपछि हाम्रो रूप फेर्छ, हाम्रो शरीरले काम लाग्दैन। तर रूप फेरेको मात्रै हाम्रो मन चाहिँ फेर्ने छैन रहेछ। अनि हाम्रो मन चाहिँ बुढो पनि नहुने रहेछ, यङको यङ बस्दो रहेछ। अनि यो मनलाई नै विभिन्न धर्म आफ्नो सिद्धान्त अनुसार धेरै नाम परकहरू विभिन्न भन्दछ है। आत्मा पनि भन्छन्। हामी बुद्धिस्टले यसलाई मानव विज्ञानमा पनि भन्छन्, कन्सियसनेस पनि भन्छन्, क्लियर लाइफ पनि भन्छन्, विजडम पनि भन्छन्, ज्ञान पनि भन्छन्। नाना किसिमको नामकरण गरेको छ। र भगवान भन्दा पनि यही रहेछन्, धर्म भन्ने यही रहेछन्। अनि धर्म भन्ने अर्थात् यहाँ गुरुजीले भन्नुभयो यो कथा सुधा 3 प्रकारको हुन्छ भनेर है। हामीले भगवानको कथा सुन्नुपर्छ, प्रवचनहरू सुन्नुपर्छ, आध्यात्मिक विद्याको ज्ञान गरेको। अनि यो खोजेर पाउँदैन, यो किनेर पनि पाउँदैन। आध्यात्मिक विद्याको ज्ञान चाहिँ किन्ने आज संसारमा पैसा पनि छैन, कसैकोमा छैन। आध्यात्मिक विद्याको ज्ञानले चाहिँ तपाईँ हाम्रो मनलाई सधैँको लागि